हामी यो कटारी कटेर 3 किलोमिटर वर आएर यो कटारीदेखि 3 किलोमिटर वर आएर यो यसरी चिया बेच्ने ठाउँ रहेछ, त्यहाँ आएर बिसायौँ। लगभग हामी 3 बजे यहाँ आइसकेका थियौँ। अहिले 4 बजेर 5 मिनट गयो। हामी 1 घन्टा लगभग बिसायौँ र यो बाटो आउँदै गर्दाखेरि हामी लगभग छिटै आइपुग्यौँ। खुरकोटको बाटो र यता हेटौँडा भएर घुमेर आउँदा लगभग उस्तै पर्नेछ टाइम चाहिँ, समय उस्तै लाग्यो। तर बाटो चाहिँ हेटौँडाबाट बाटो आउँदा राम्रो छ। त्यही अलिकति साँघुरो बाटो, घुमाउरो छ, टर्निङ बढी छ, त्यही भएर हो। नभएदेखि यताबाट आउँदा पनि राम्रो रहेछ बाटो। आज मैले पनि त्यही हेर्दै आएको। अब यहाँदेखि लगभग 100 किलोमिटर छ मेरो चाहिँ घर पुग्न। 2-2.5 घन्टा चाहिँ लाग्छ।